यो क्वेशन पनि गजबको छ। अ स्ल्याब अफ थिकनेस, अ स्ल्याब युज गरिरहेको छ, डाइलेक्ट्रिक कन्स्टेन्ट, त्यो स्ल्याबको डाइलेक्ट्रिक कन्स्टेन्ट 5। पहिला के बुझ्ने, डाइलेक्ट्रिक मटेरियल अथवा डाइलेक्ट्रिक कन्स्टेन्ट भएको कुनै मेटेरियल भनेको इन्सुलेटिङ मटेरियल हो। इन्सुलेटिङ मटेरियल हामी डाइलेक्ट्रिक भ्याल्यु भन्छौँ, डाइलेक्ट्रिक मटेरियल भन्छौँ है। कन्डक्टिङ मटेरियलको त डाइलेक्ट्रिक भ्याल्यु इन्फिनिटी हुन्छ। कन्डक्टिङ मटेरियलको डाइलेक्ट्रिक भ्याल्यु के हुन्छ, इन्फिनिटी हुन्छ। इन्सुलेटिङ मटेरियल हो, डाइलेक्ट्रिक कन्स्टेन्ट 5 दिएको छ। अनि एउटा डाइलेक्ट्रिक स्ल्याबलाई इन्ट्रोड्युस गरिएको छ प्लेटको बिचमा, प्यारलल प्लेटको बिचमा, जसको क्यापेसिटी 10 माइक्रोफेराड थियो। 10 माइक्रोफेराड इनिशियल क्यापेसिटी थियो। जब डाइलेक्ट्रिक इन्ट्रोड्युस गरिदियो त्यसपछि त्यसको न्यू क्यापेसिटेन्स कति हुन्छ भन्ने क्वेसन सोध्दैछ। अ स्ल्याब अफ थिकनेस T, remember T less than D, of the dielectric constant 5 is introduced between the plates of 10 microfarad capacitor, then the new capacitance will be भन्ने क्वेसन सोध्दैछ। यो पनि अस्ति 2024 मा सोधेको क्वेसन, 2025 को इन्टेक भएको एमबीबीएस को विद्यार्थीहरूलाई सोधिएको क्वेसन। ल हेर्नुस्, यो क्वेसनको कन्सेप्ट बुझौँ है। वास्तवमा डाइलेक्ट्रिक इन्ट्रोड्युस गर्दा, प्यारलल प्लेट क्यापेसिटरको भित्र डाइलेक्ट्रिक इन्ट्रोड्युस गर्दा त्यसले के इम्प्याक्ट गर्छ, कसरी त्यसले प्रभाव पार्छ, यो कुरा म तपाईलाई पहिला बताउँछु। सुन्नुस्, यो प्यारलल प्लेट क्यापेसिटर हो। यसको क्यापेसिटेन्स चाहिँ C0 छ, यसको क्यापेसिटेन्स चाहिँ C0 छ। प्लेटको एरिया छ A, यी दुवै प्लेटको एरिया एउटै हो। दुवैको प्लेटको एरिया एउटै हुनु पर्यो, कमन एरिया हुन्छ दुईटैको। यिनीहरूको प्लेटको सेपरेसन छ D, यिनीहरूको प्लेटको सेपरेसन छ D। यति बेला यो सिस्टमको क्यापेसिटेन्स कति निस्किन्छ, यो सिस्टमको क्यापेसिटेन्स C0 इक्वल टु एप्सिलन A डिवाइडेड बाई D। अघि भर्खरै मैले यो फर्मुला लेखिसकेँ, अघि भर्खरै यो फर्मुला मैले लेखिसकेँ। अब के गरिदियो, यो भित्र डाइलेक्ट्रिक युज गरिदियो, डाइलेक्ट्रिक कन्स्टेन्ट 5 भएको, तर T थिकनेसको मात्रै युज गरिदिरहेछ। D यिनीहरूको बिचको ग्याप छ भने T चाहिँ योभन्दा कम राखेछ भनेपछि अब यस्तो डाइलेक्ट्रिक युज गरिदियो। एउटा डाइलेक्ट्रिक कन्स्टेन्ट के जसको भ्यालु 5 दिएको छ, यस्तो डाइलेक्ट्रिक मेटेरियललाई यसको भित्र इन्ट्रोड्युस गरिदियो, प्यारलल प्लेटको भित्र इन्ट्रोड्युस गरिदियो। यहाँनिर चाहिँ यिनीहरूको थिकनेस दिएको छ T, यो थिकनेस चाहिँ T छ, यो थिकनेस चाहिँ T छ। अब क्यापेसिटेन्स के हुन्छ त, क्यापेसिटेन्स अब 50 माइक्रोफेराड हुन्छ कि 10 माइक्रोफेराड नै रहन्छ कि ग्रेटर देन 50 माइक्रोफेराड हुन्छ कि लेस देन 50 माइक्रोफेराड हुन्छ, के हुन्छ? सुन्नु, तपाईले फर्मुला पढ्ने बेलामा तपाईको किताबमा के लेखिदिएको छ भने डाइलेक्ट्रिक इन्ट्रोड्युस गर्दा K इन्टु एप्सिलन A डिवाइडेड बाई D यो क्यापेसिटी हुन्छ भन्ने फर्मुला लेखिदिएको छ। तपाईले आफ्नो 11 क्लासको बुक हेर्नुभयो भने प्यारलल प्लेट क्यापेसिटी छैन भने भित्र यो क्यापेसिटेन्स भयो, भित्र डाइलेक्ट्रिक राखिदिएको छ भने यो फर्मुला लेखिदिएको छ। यो फर्मुलाबाट एप्सिलन A बाई D पुरानो क्यापेसिटेन्स 10 माइक्रोफेराड दिएको छ, 10 माइक्रोफेराड दिएको छ यहाँ क्वेसनमा। अनि डाइलेक्ट्रिक कन्स्टेन्ट K, डाइलेक्ट्रिक कन्स्टेन्ट K को भ्यालु चाहिँ कति दिएको छ यहाँ 5 दिएको छ। अब 5 इन्टु 10 कति हुने भयो यहाँ, 5 इन्टु 10 कति हुने, अब नयाँ क्यापेसिटेन्स सिडेस भनेको 50 माइक्रोफेराड हुने भयो। अब सिधै तिमीले 50 माइक्रोफेराड आन्सर भनेर यसमा टिक लगाइदिन्छु, तर यो आन्सर रङ हुन जान्छ, यसरी टिक लगाउनु मिल्दैन। ध्यान दिएर सुन्नुस्, किन तपाईले पढेको यो फर्मुला K एप्सिलन A अपन D भन्ने फर्मुला त डाइलेक्ट्रिक मेटेरियल पुरै फिल गरेको केस हो। यो भित्र पुरै ग्यापमा डाइलेक्ट्रिक फिल गरेको छ, पुरै ग्यापमा डाइलेक्ट्रिक छ भने पो यो फर्मुला हो त। यहाँ त पुरै ग्यापमा T इक्वल टु D त छैन नि त, यो T भनेको D को बराबर त छैन नि त, यो त थोरै छ। पुरै ग्यापमा डाइलेक्ट्रिक फिल गरेको छैन। यहाँनिर डाइलेक्ट्रिक छ, यहाँनिर हावा छ, फेरि यहाँनिर हावा छ। अब तिमीले सिधै यो फर्मुलामा टिक लगाइदियो भने हावा खान्छौ, हावा खाने काम मात्रै हुन्छ। यो सोचेर आन्सर दिनु पर्यो। उसो भए पार्सली डाइलेक्ट्रिक फिल गर्दा, फुल्ली डाइलेक्ट्रिक फिल नगर्दा, पार्सली डाइलेक्ट्रिक फिल गर्दा सिस्टमको क्यापेसिटेन्स कसरी भेरी हुन्छ त्यो पछि म यहाँ डेराइभ गर्नेछु। सबै कुराहरू यहाँ क्लासमा पढाउँदा डेराइभ गरी भन्नेछु। आज तिमीहरूलाई के हुन्छ भन्ने कुराको म फर्मुला लेखिदिन्छु, ध्यान दिएर सुन्नुस्। प्यारलल प्लेट क्यापेसिटर छ, यहाँ हामीसँग यहाँ प्यारलल प्लेट क्यापेसिटर छ। प्लेट सेपरेसन D, प्लेट सेपरेसन D, यिनीहरूको प्लेट एरिया A भएको क्यापेसिटेन्स, यसको क्यापेसिटेन्स छ, यसको क्यापेसिटेन्स म C0 भन्दैछु। C0 इक्वल टु एप्सिलन A अपन D हुन्छ।
यो कुरासम्म कसैले डाउट छैन। यो दुईटा प्यारलल प्लेटमा यो प्लेटमा पोजिटिभ चार्ज यो प्लेटको भित्री लेयरमा नेगेटिभ चार्ज राखिदियो भने यो भित्र एनर्जी स्टोर हुन्छ। यसको क्यापेसिटी यति हुन्छ। ठीक छ। अब मैले के गरिदिन्छु, यो दुईटा प्लेटको भित्र यो दुईटा प्यारलल प्लेटको भित्र यति क्यापेसिटेन्स भएको प्यारलल प्लेटको भित्र डाइलेक्ट्रिक राखिदिन्छु, तर पार्सली राखिदिन्छु। डाइलेक्ट्रिक टी थिकनेसको डाइलेक्ट्रिक के डाइलेक्ट्रिक भ्याल्यु भएको एउटा डाइलेक्ट्रिक राखिदिन्छु। यिनीहरूको प्लेट सेपरेसन डी थियो। यस्तो अवस्थामा यसको क्यापेसिटेन्स कति हुन्छ भन्ने मलाई सोध्यो भने यसको लागि म एउटा फर्मुला लेखिदिन्छु। त्यो फर्मुला पछि म प्रुफ गर्नेछु, सबै कुरा बताउनेछु। पार्सली फिल गर्दा क्यापेसिटेन्स कसरी चेन्ज हुन्छ यो कुरा भन्नेछु। अहिले म एउटा यहाँ फर्मुला लेख्दैछु। पार्सली डाइलेक्ट्रिक फिल गर्दा पुरै ग्यापमा डाइलेक्ट्रिक नभर्दा थोरै मात्र ग्याप डाइलेक्ट्रिक राखेर बाँकी एयर मिडियम नै छोड्दा यसको क्यापेसिटेन्स हुन्छ एप्सिलन ए डिभाइडेड बाई डी माइनस टी इन्टु 1 माइनस 1/k। यो फर्मुला हुन्छ। पछि तिमीहरूलाई म यो ग्यापभित्र एउटा थोरै ग्याप एउटा मिडियमले, थोरै ग्याप अर्को मिडियमले, फेरि थोरै ग्याप अर्कै मिडियमले, डिफ्रेन्ट मिडियमले डिफ्रेन्ट ग्यापहरू फिल गरेर यो ग्यापलाई फिल गर्दा यसको क्यापेसिटेन्स के होला, यी सबै टाइपका क्वेसनहरू, यी सबै टाइपका फर्मुलाहरू हामी यहाँ डेराइभ गर्नेछौँ। अब अहिले त डेरिभेसन गर्न त टाइम पनि छैन। अहिले त यो क्वेसनको लागि मैले सोल्युसन गर्ने हो। वास्तवमा यसरी एउटा पार्सली कुनै एउटा मेटेरियल युज गर्दा त्यति बेला क्यापेसिटेन्स चाहिँ यति हुन्छ भने बुझ्ने। सुन है, अब के भइरहेछ, डाइलेक्ट्रिकको भ्यालु जहिले पनि के को भ्यालु ग्रेटर देन 1 हो। जहिले पनि ग्रेटर देन अर इक्वल टु 1 भनौँ। फेरि एयरको लागि, फ्री स्पेसको लागि 1 हो, अरू सबैको लागि ग्रेटर देन 1 हो। मेटालिक अब्जेक्टको लागि त हामी के भनेको इन्फिनिटी भनिदिन्छौँ। कन्डक्टरको लागि ल हेर्नुहोस्, के को भ्याल्यु जहिले पनि यो 1 भन्दा ठुलो लिनु पर्यो। मैले के को भ्याल्यु 1 भन्दा ठुलो लिन्छु भने 1/k भनेको 1 भन्दा सानो आयो। यो 1 भन्दा सानो आउन गयो। 1 बाट 1 भन्दा सानो कुरो घटाउँदा यो कुरा के आउनु गयो, पोजिटिभ आउनु गयो। अब डी बाट म फर्स्ट कुरो पोजिटिभ घटाउँदैछु भने डी घट्दैछ। डी बाट सर्टेन कुरो पोजिटिभ घटाउँदैछु भने यहाँ डी डाइलेक्ट्रिक राख्दा डी डाइलेक्ट्रिक मेटल इन्ट्रोड्युस गर्दा यो यिनीहरूको बिचको इफेक्टिभ डिस्टेन्स डी त घटेको देखियो नि त। इफेक्टिभ डिस्टेन्स डी घटेको देखिन्छ। डी घटेको देखिन्छ भने सी बढेको देखिन्छ। कुनै पनि प्यारलल प्लेट क्यापेसिटरको भित्र जस्तोसुकै मेटल युज गर्दा, जस्तोसुकै डाइलेक्ट्रिक फिल गर्दा अथवा पार्सली फिल गर्दा जे गरे पनि जहिले पनि क्यापेसिटेन्स बढ्दो रहेछ। जहिले पनि क्यापेसिटेन्स बढ्छ भने पहिला क्यापेसिटेन्स 10 माइक्रोफेराड हो भने अब 10 माइक्रोफेराड हुन सक्दैन, बढ्छ। यो भ्यालुभन्दा बढी हुन्छ। यो भ्यालु मैले आन्सर भन्न सक्दिनँ। अब सुनै, बढ्न त बढ्छ, म्याक्सिमम कति बढ्छ? म्याक्सिमम बढ्नको लागि यो पुरै ग्यापमा डाइलेक्ट्रिक फिल गरेको हुनु पर्यो। यो पुरै ग्यापमा डाइलेक्ट्रिक फिल गर्नुहुन्छ भने म्याक्सिमम भ्यालु त्यसले बढाउने भेटिन्छ। उसो भए म पुरै फिल गरिदिन्छु है। इफ टी इक्वल टु डी, ये फर्मुलामा टी इक्वल टु डी बनाइदिन्छु। टी इक्वल टु डी बनाइदिँदा पुरै ग्याप फिल गरिदिए, पुरै फुल्ली फिल्ड है, फुल्ली फिल्ड बाई डाइलेक्ट्रिक, फुल्ली फिल्ड बाई डाइइलेक्ट्रिक, डाइइलेक्ट्रिक मिडियमले फुल्ली फिल गरिदिने हो भने यो फर्मुलामा तपाईँ हेर्नुहोस् त, सी डैश इक्वल टु एप्सिलन ए डिभाइडेड बाई डी माइनस टी को ठाउँमा मैले डी लेख्नु पर्यो, 1 माइनस 1/k लेख्नु पर्यो। यसबाट म के लेख्न सक्छु, एप्सिलन ए डिभाइडेड बाई यो डी माइनस डी प्लस अब d/k लेख्न पाइयो। डी र डी क्यान्सल भयो। यो हिसाब गर्दा k एप्सिलन नोट a अपन डी निस्किन गयो। यो तिमीहरूले 12 क्लासमा 12 क्लास अथवा 11 क्लासमा पढेको फर्मुला बन्न गयो। तिमीहरूले आफ्नो स्कुल लाइफमा, कलेज लाइफमा पढेको 12-11 क्लासमा पढ्दा पढेको फर्मुला यही नै थियो। यो फर्मुला के थियो त? यो पार्सली हैन, यसलाई फुल्ली फिल गर्दा क्यापेसिटेन्स कति हुन्छ भन्दा k एप्सिलन a अपन डी हुन्छ। उसो भए 5 डाइलेक्ट्रिक कन्स्टेन्ट भएको एउटा मेटेरियलले, स्ल्याबले यो पुरै फिल गरिदिने हो भने क्यापेसिटेन्स कति हुने रहेछ त? क्यापेसिटेन्स त 5 इन्टु एप्सिलन ए अपन डी भनेको इनिसियल क्यापेसिटेन्स 10 माइक्रोफेराड। यो भनेको डाइलेक्ट्रिक फिल गरेपछि हुने म्याक्सिमम क्यापेसिटेन्स हो। म्याक्सिमम क्यापेसिटेन्स 50 माइक्रोफेराड हुनेछ। 50 माइक्रोफेराड हुनेछ है यो माइक्रोफेराड। अब पुरै ग्याप यदि टी इक्वल टु डी दिएको भए, यो टी इक्वल टु डी दिएको अवस्थामा पुरै ग्याप फिल हुन्थ्यो।
त्यति बेला क्यापेसिटेन्स भनेको म्याक्सिमम हुन्थ्यो 50 माइक्रोफेराड, यो आन्सर हुन्थ्यो। तर पुरै ग्यापमा फिल गरेको छैन, पार्सली फिल गरेकोले यो आन्सर पनि भएन। क्यापेसिटेन्स बढ्छ तर 50 पुग्दैन, 50 म्याक्सिमम हुन जान्छ। 50 नपुग्ने भनेपछि 50 भन्दा ठुलो हुनै सक्दैन। पुरै ग्याप डायलेक्ट्रिक फिल गर्दा म्याक्सिमम क्यापेसिटेन्स हुने भनेको 50 हो। तर यसमा पुरै ग्याप फिल नगरेकोले 50 पनि पुग्दैन, त्योभन्दा कम हुन्छ। अब ग्रेटर देन 50 हुने त चान्सै भएन। अब 10 हुने पनि चान्सै भएन, बढ्छ नि। इक्वल टु 50 हुनलाई पुरै ग्याप फिल गरेको हुनु पर्यो, त्यसो भए लेस देन 50 हुनु पर्यो। यो क्वेसनमा लेस देन 50 माइक्रोफेराड तर ग्रेटर देन 10 माइक्रोफेराड पनि हुनु पर्यो। यसरी पार्सली डायलेक्ट्रिक फिल गर्दा, यहाँ पार्सली डायलेक्ट्रिक फिल गर्दा क्यापेसिटेन्स बढ्नु पर्यो, 10 भन्दा बढी हुनु पर्यो तर 50 भन्दा कम हुनु पर्यो। यदि पुरै फिल गरिदिएको हो भने यसको भ्यालु 50 हुनु पर्यो। यो क्वेसनमा ग्याप पुरै डायरेक्टली फिल गरेको केस हो भने म्याक्सिमम भ्यालु 50 पुग्ने रहेछ, पार्सली फिल गरेको 50 भन्दा कम पुग्ने रहेछ। तर 10 भन्दा त बढी नै हाल्छ, किनकि डायलेक्ट्रिक इन्ट्रोड्युस गर्दा त्यो क्यापेसिटेन्स जहिले पनि बढ्छ, थोरै भए पनि बढ्छ, 10 भन्दा माथि हुन्छ। त्यही भएर 10 आन्सर हुन सकेन। इक्वल टु 50 आन्सर हुनको लागि पुरै ग्याप फिल भएको हुनु पर्यो। ग्रेटर देन 50 त हुनै सक्दैन, म्याक्सिमम 50 पुग्ने हो यसको क्यापेसिटेन्स बढेर। उसो भए लेस देन 50 भन्नु पर्यो। लेस देन 50 मात्रै होइन, लेस देन 50 ग्रेटर देन 10 पनि वास्तवमा, तर अप्सनमा लेस देन 50 भएकोले मैले यही अप्सनलाई उपयुक्त सम्झेर टिक लगाइदिएँ। ल, यो क्यापेसिटरमा पार्सली अथवा फुल्ली डायलेक्ट्रिक फिल गर्दाको कन्सेप्ट यही नै हो। यो सबै मजादार कन्सेप्टहरू, यो सबै फर्लै प्रुभ हुनेछ। यहाँ सबै कुरा हामी पढाउनेछौँ। तपाईँले अब फिजिकल क्लासमा अथवा हाम्रो अनलाइन क्लासमा यो सबै कन्टेन्टलाई कभर गर्ने तपाईँलाई हामी पढाउनेछौँ। अहिलेलाई यति बुझ्नुहोस्। यो क्वेसन इन्ट्रेस्टिङ थियो, राम्रो क्वेसन थियो।